एउटा राजा थिए। उसँग सुनको कमी थिएन, तर अरू धेरै सुन होस् उसको कामना थियो। दिनभरि आफ्नो सुनको खोप्पामा बसेर सुन गन्दै आफ्नो दिन बिताउँथे। एक दिन अचानक टुप्लुक्क एकजना अपरिचित मान्छे भेटायो। त्यो अपरिचित मान्छेले भन्यो राजासँग कि हे राजन, तिमी जे माग्छौ मसँग त्यो तिमीलाई आज म दिन्छु। तिमी जे वर माग त्यो म तिमीलाई दिन्छु। राजा एकछिन सोचे सही होला कि सही होला। राजा सोचेर एउटा वर मागे कि म जे पनि छु, म जे कुरा पनि छु, म त्यो सुन हुनु पर्यो। त्यो अपरिचित मान्छेले भन्यो एकचोटि अरू सोचिहाल्नुहोस् राजन, तपाईलाई यही वर चाहियो? राजाले भने हो, मलाई त यही वर चाहियो कि म जे छोए पनि त्यो सुन भइहालोस्। त्यो अपरिचित मान्छेले भन्यो ठिक छ, तपाईँ भोलि बिहान उठ्ने बित्तिकै यो कुरा चाहिँ लागू भइहाल्छ तपाईको जिन्दगीमा। राजा मिदासलाई त रातभरि निन्द्रा आएन। यो कुरा सही होला कि झुटो होला, के होला के होला, रातभरि यताउति गरेर राजा रात काट्यो। बिहान हुने बित्तिकै सबैभन्दा पहिला राजा आफ्नो पलङ छोयो। पलङ छुन साथ नै सुन भयो। राजा त धेरै खुसी, ओहो यो कुरा त काम गरिरहेको छ। राजा बिस्तारै आफ्नो गार्डनमा गए। त्यहाँ गएपछि आफ्नो छोरीलाई हेरे कि मेरो छोरी खेलिरहेछिन्। राजा सोचे कि म आफ्नो यो शक्तिको प्रदर्शन गर्छु छोरी सामु। एकछिन पछि उहाँ सोचे कि म बुक पढिहालौँ, अलिकति किताब पढेर म जान्छु। किताब छुन साथ किताब पनि सुन भयो। फेरि राजाको मनमा आयो कि केही नास्ता गरिहालौँ। वहाँ खाना खान जाँदा खाना पनि सुन भयो, पानी पनि सुन भयो। अब राजालाई भूख लागिरहेको थियो, तर सबै कुरा सुन भइरहेको थियो। एकछिनमै राजाको छोरी दौड्दा दौड्दै वहाँ सामु आए। राजाले अँगालो हाल्यो आफ्नो छोरीलाई। अँगालो हाल्दै बित्तिकै छोरी पनि सुन्नु भयो। अब छोरी सुन भएपछि राजालाई त यो अद्भुत शक्तिमाथि घृणा लाग्यो। छेट, यो के भयो? यो कस्तो शक्ति छ यार, मलाई चाहिँदैन। धेरै घृणा लाग्यो। वहाँ फेरि त्यो अपरिचित मान्छेको मनमा कामना गरे। त्यो अपरिचित मान्छे फेरि भेटायो अनि अपरिचित मान्छे सोध्यो के हो राजा साहेब, यो अद्भुत शक्तिले तपाईँ कति खुसी हुनुहुन्छ कि तपाईँ जे पनि छुनुहुन्छ त्यो सुन भइहाल्छ? राजा भने खुसी त छैन, तर धेरै दुखी छु। मलाई यो शक्ति चाहिँदैन। खुट्टा टेकेर राजा त्यो महात्मासँग माफी मागे। फेरि महात्मा भन्नुभयो कि तिमीलाई सुन चाहियो कि छोरी चाहियो, के चाहियो? राजा भने मलाई सुन चाहिँदैन, मलाई मेरो छोरी फर्काइदिनुस्। सुनको के काम जब मेरो छोरी नै हुँदैन भने? अनि अपरिचित मान्छे भन्नुहुन्छ कि अब पहिलादेखि तपाईँ होसियार हुनुभएछ। फेरि जस्ताको त्यस्तै वहाँ गरिदिनु भयो। सो साथीहरू, यो कहानीको मोरल स्टोरी, मोरल के छ? तपाईसँग जति छ तपाईँ त्यसमा खुसी खोज्नुस्, अरूलाई खुश गर्नुस्। मात्र सुन्नै चाहियो भने त्यो एक दिन सबै ध्वंस भइहाल्छ। जति छ त्यतिमा सबैलाई खुश राख्नुस्
तपाईँ पनि खुस हुनुहोस् अनि त्यसलाई राम्रो ठाउँमा इन्भेस्ट गरेर त्यहाँबाट अरू बनाउनुहोस्। तर मात्र त्यसैको खोजीमा नबस्नुहोस्, राजा जस्तै। आशा छ यो स्टोरी तपाईँलाई धेरै राम्रो लाग्यो होला। यो स्टोरीलाई आफ्नो साथीभाइहरूमा सेयर गर्न नबिर्स्नु होला। थ्याङ्क यू सो मच।